सो हेलो गाइज वेलकम टु माई ब्लग होइन अनि हामी चाहिँ आज खोला खेल्न आएको थियो अनि हामी बल्ल खोला पुग्यो हाम्रो कति धेरै हिँड्यो क्या घाममा त्यही भएर यस्तो यस्तो मुख यस्तो रातो भएको छ नत्र घरबाट त हिरो नि भइरहेको थियो खोला चाहिँ यस्तो छ रमाइलो अनि हामी चाहिँ अब पौडी खेल्न सुरु गर्छौँ पौडी खेल्न त आउँदैन होइन तर पनि अब हेर्न सक्नुहुन्छ खोला त्यही हो हामी तीनजना मात्रै केटीहरू आएको छ अनि हामीसँग साधन छैन नि त अनि त्यही भएर अनि हामी अटोमा गएको थियो अटोमा आएको थियो अनि सुरुमा अर्कै ठाउँ गएको थियो त्यहाँनिर धमिलो रहेछ क्या अनि त्यही भएर अहिले फेरि अर्कै ठाउँमा आएको त्यही भएर ढिला भइसक्यो गाइज अब छिटो जानुपर्छ हामी त्यही हो म तपाईँलाई देखाउँछु है यताको खोला कस्तो छ भनेर खोला चाहिँ यस्तै छ यताबाट घाम आएको भएर ल मेरो अब मोबाइल राम्रो छैन नि त त्यही भएर नराम्रै आएको छ हाम्रो दुइटा सिस्टरहरू त यता छ होइन सोनी यहाँ पौडी खेलेर भ्याइसक्यो अब यहाँ हामी घाम तापेर जाडो भएर कहिले घर जान्न पर्छ यत्तिकै भइरहेको छ यहाँनिर अडम ल्याएर पखाला सुरुबाट गर्दैन नबोल म यही साउन्ड हाल्छु क्या साउन्ड नहाल्ने कि हवस् हजुर उयो मलाई उता राख न यो ठ्याक्क उयो अन पनि गर भिडियो अन गर पहिला ल गर्छु भेटिनु छुटिनु त के हो र संसारको रीत हो नसम्झ तिमी यो मेरो बिदाको गीत हो भेटिनु छुटिनु त के हो र संसारको रीत हो सो गाइज हामीले चाहिँ खोला खेलिसक्यो अब हामी घरतिर जान्छौँ हाम्रो टोली यहाँ छ दुईजना लगेर अगाडि हिँड्नु अब हामी घर जान्छौँ अटो चाहिँ पाउँछ पाउँदैन थाहा भएन तर जानु पर्यो एउटामा प्लान गरेको थियो अनि अर्कोमा आइपुग्यो त्यही भएर हामीलाई अलिक ढिला भयो अहिले त्यसै 6 बजिसक्यो होला अब हामी घरतिर जानुपर्छ पुल हेलो गाइस व्हाट्सअप गाइस अब खोला खेल्यो है अब घर फर्किँदैछौँ हामी चाहिँ यो पुल छ नि गाइस हो हामी यहाँ आएको सो हामी चाहिँ घरतिर जाँदैछौँ अनि हाम्रो के अरे कुम्लो पोको खोला खेलेर फर्किन्छ दुईवटा केटीहरू छ हामी चाहिँ फर्किँदै खोला खेलेर फर्किँदै अहिले चाहिँ अटो पाएको छैन अनि बाटो गीत बजाउँदै नाच्दै हिँडिरह यस्तै हो जिन्दगी रमाइलो गर्नुपर्छ अटो पाएपछि हामी जानेछौँ अटो पाएपछि पाएको छैन पार्ट 3 चाहिँ घरमा पुगेपछि केही छैन गाइस बिस्तारै पाइहाल्छ नि होइन अटो कहिले काहीँ हिँड्नु पर्छ कि यस्तो छ बौला छ के गर्नु गाइस यस्तै हो होइन यस्तै हो अनि त्यही हो हामी अब खोला खेल्न आएको थियो खेल्यो अब हामी घरतिर जाँदैछौँ जानु परेको आज चाहिँ धेरै रमाइलो भयो गाइस एकचोटि चाहिँ एकदमै दुःख परेको थियो सोनीले भनेको ठाउँमा जाँदा सोनीले भनेको ठाउँमा गएर एकदम अब मैले भनेको ठाउँमा गयो भने चाहिँ राम्रो पछि चाहिँ एकदमै रमाइलो भयो कस्तो सोनीको प्लान अलिकति सक्सेस भएन मान्छे डुब्ने खोला भनेर खुट्टै नडुब्ने खोलामा लगेर गयो गाइस त्यही हो आज अब जेसो भयो भने रमाइलो भयो अब हामी घरतिर जाँदैछौँ
बाई यति नै हो हाम्रो लाइफको एकदम मेमोरिज भयो बाई बाई गाइज लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला मन पराइदिनु होला नि हामी फेरि पनि भ्लग ल्याउँदैछौँ ए हाम्रो हजुरहरूले माया गर्नुभयो भने अर्को भ्लग पनि आउनेछ हाम्रो त्यो चाहिँ अब यो पालि चाहिँ खोला खेलेको अर्को चोरी चाहिँ मान्छे बन्द गर